हामी त दोहोरो तिरी हामी त यो तिरो छुट्टै तिर्नु छ है अर्को राज्यले छुट्टै कर तिर्नु छ अझ दबाबमा छ यार काम गर्न हुन्न भने त कहिले मिसिन रोक्ने आउँछ कहिले यो कटन मिसिन काटेर थुतेर लान आउँछ पुलिसले यार के हेर्ने हो त नि आफ्नो जग्गामा नि अब कोहीलाई पैसा खुवाएर हुन्छ कसलाई के गर्नु त पऱ्यो ढाँट्ने कुरो भएन एकदम होइन हामीले त्यही भएर हामी त्यही पनि सञ्चार अहिले चलिरहेको आज ड्याम यो एरिया त्यो यो खोला यो सबै एरिया सब मेरो ए आफ्नै जग्गामा हो आफ्नै जग्गामा पनि यति दाबी छ हे भगवान् मार्बल ल्याएर घरमा बिछाइन्छ हामीले यहीँका भएका खानीहरूलाई चाहिँ एकदम त्यो राज्यले चाहिँ एउटा अङ्कुश लाउने काम गर्छ। नमस्ते तारा खोलादेखि म वैकुण्ठ रायबाजी तपाईँहरू समक्ष प्रत्यक्ष यहाँको यो ढुङ्गा हानीको बारेमा जानकारी गराउन गइरहेको छु। यति बेला हाम्रो साथमा हुनुहुन्छ हाम्रो यो ढुङ्गा हानीको इन्चार्ज हुनुहुन्छ। हजुरको शुभ नाम के होला? मेरो दिलबहादुर थापा। दिलबहादुर थापा यही ताराखोलाको ताराखोला घर है? हजुर ताराखोला घर के अरे नगरपालिका हाम्रो के अरे गाउँपालिका हजुर साबित यो अहिले हिल हजुर हाम्रो अहिले चाहिँ वार्ड नम्बर अहिले 3 परेको छ हजुर। अनि हाम्रो साथमा हुनुहुन्छ अनुप लाखेजी पनि हुनुहुन्छ। स्वागत छ अनुप लाखेजीलाई पनि नमस्कार। यो उहाँ पनि निर्माण व्यवसायी युवा जोस जाँगरसित लागिरहनु भएको छ। हामी यो ढुङ्गाको हिसाबले आइरहेको थियौँ। अब हामीले चाहिँ अलिकति यस बारेमा जानकारी गराउन मन लाग्यो। गाउँठाउँमै बसेर हामीलाई बुझ्न मन लाग्यो। गाउँठाउँमै बसेर एउटा उद्यमी एउटा यस्तो नयाँ अब नेपालमै यस्तो ढुङ्गा भएको कतै पनि पाउँदिनँ मैले। यस्तो नयाँ खालको कामहरू गर्नुभएको छ। एकदमै गाह्रो छ कि एकदमै सजिलो छ कि राज्यले कसरी सहयोग गरेको छ कि छैन, यस्तो प्रोत्साहन गर्नुपर्ने राज्यले के राज्यबाट कतिको सहयोग भएको छ तपाईँहरूलाई यस विषयमा? राज्यबाट खासै सहयोग गरेको छैन हामीलाई। हामीले आफ्नै व्यक्तिगत अनुदान यताउता सहयोग हौसला स्वरूप छैन। बरु चाहिँ यहाँबाट अलिबढी खानी बन्द हुन्छ बरु खानी बन्द होला तर चाहिँ सहयोग चाहिँ हामीसँग उहाँहरूबाट राज्यबाट भएको छैन। आफ्नै खल्टी प्याकेटबाट नै खर्च गरेर यो चाहिँ सञ्चालन गरेको। किन यस्तो यो त प्रोत्साहन अझै ऊर्जा दिन पर्ने ठाउँ हो राज्यले। अनि राज्यले चाहिँ केही गर्न खोज्नेहरूलाई निचोरिरहेको छ अनि विदेश पठाइरहेछ युवाहरूलाई। यो त राम्रो भएन। यस विषयमा के भन्नुहुन्छ हाम्रो अनुप लाखेज्यू? खासमा चाहिँ के हो भने वैकुण्ठजी यो चाहिँ राज्यले एकदम यसलाई चाहिँ संरक्षण गर्नुपर्ने कुरा। खानीहरू हाम्रा चाहिँ अझै ढुङ्गा विशेष गरेर इन्डियाको मार्बल ल्याएर घरमा बिछाइन्छ हामीले यहीँका भएका खानीहरूलाई चाहिँ एकदम त्यो राज्यले चाहिँ एउटा अङ्कुश लाउने काम गर्छ होइन। राज्यले चाहिँ यसलाई चाहिँ प्रोत्साहन गर्नुपर्ने। उहाँले कम्तीमा नि अहिले पनि यहाँ चाहिँ 15-20 जना चाहिँ रोजगार दिनुभएको छ दैनिकी रूपमा होइन। 15-20 जनाको रोजगारी चलिरहेको छ। कस्तो राम्रो यो नेचुरल है। कस्तो यो टाइल भन्दा हाम्रो नेचुरल त नेचुरल हो नि त। कति किम्मत हुन्छ यो मान्छेले नजाने हो कि नबुझे हो कि यसको मर्म यसको भ्यालु जस्तो पनि लाग्छ। मलाई त साह्रै मन लाग्यो। भाइले भन्दा बित्तिकै बाटै आइहाल्यो होइन। अब यो मैले पनि लगाउनु सोचेँ। के गरिदियोस् जस्तो लाग्छ राज्यको हाम्रो राज्यको तर्फबाट कस्तो खालको सहयोगको अपेक्षा गर्नुभएको छ? अगर गऱ्यो भने हामीले पनि यो आवाज पक्कै पनि त्यहाँसम्म पुग्छ। राज्यले केही गर्न पर्ने हो हामीलाई। किनभने यस्तो गर्ने अझ हौसला दिने ठाउँमा उसले दबावमा हामीलाई पारेको कारणले गर्दाखेरि कतै पनि हामी केही उपाय माथि चढ्न सकिएन। यो चाहिँ राज्यले हामीलाई चाहिँ माथि पुऱ्याएको भए हामी अझ माथि पुग्थ्यौँ। सबै हामीले रोजगारी स्वदेशी विदेशी किन जानु पऱ्यो? गाउँघरमै रोजगारी छ। यो त हाम्रो चाहिँ कम्तीमा पनि 300-400 जनाको रोजगारी हाम्रो यहाँ छ। तर राज्यले दबाब पारेर हामीले चाहिँ एकदम के कस्तो खालको दबाब पारेको छ राज्यले? यहाँ गर्न हुन्न, ढुङ्गा बेच्न पाइन्न, यहाँ यस्तो अरे ऊ अरे है। खुट्टा तान्ने प्रवृत्तिले पनि हाम्रो नेपाल कहिले छोड्ने भएन। चौकीमा गएपछि ढुङ्गा चाहिँ हामीले चाहिँ यो कहीँ लान पाइन्न अरे, यो बन्द गर्नुपर्छ, हामीलाई यति पैसा चाहिन्छ भन्ने कुरा दबाबहरू धेरै आए। त्यही भएर मैले कम्तीमा पनि लगभग हाम्रो यो खानी सञ्चालन गर्न हामीले 12 वर्ष सुरु गरेको। अहिले चाहिँ लगभग कम्तीमा पनि 40-45 वर्षभन्दा माथि भइसक्यो। त्यहाँ पनि हामी दबाबमा पनि हामी चलिरहेका छौँ। अब के अनि अब कसलाई पैसा खुवाएर हुन्छ कसलाई के गर्नु त पऱ्यो ढाँट्ने कुरो भएन एकदम होइन। हामीले त्यही भएर हामी त्यही पनि सञ्चार अहिले चलिरहेका छौँ। अब त्यो चल्नै पऱ्यो। अझ त्यही पनि हामीले दबाब उनीहरूलाई राज्यलाई दबाब पार्न सक्छौँ कि हामीले सेवा उसले गरेका छौँ। तपाईँले यो गुनासो चाहिँ राज्यसँग राख्नुभयो कि नै? राखेर पनि भएन। अब चाहिँ कसलाई राख्नुभयो? हामीले त अब चाहिँ अब हाम्रो पालिका अब हाम्रो स्थानीय तहका हाम्रा अब गाउँपालिका भए अब सबैले यहाँबाट माथि पुऱ्याउनु त हो नि। हामी माथि एकैचोटि लड्न सकिन्न। हामीले यहाँ चाहिँ अब
उसलाई गाउँपालिकालाई यसो गर्नु भन्नु पऱ्यो, अध्यक्षहरूलाई भन्नु पऱ्यो। अनि भोट माग्न त आउला नि, त्यति बेला राख्नुपर्छ नि कुरो। अब भोट माग्नु त आइगयो, अब भोट माग्नु त किन तपाईँलाई त जेनी गर्छौँ भने अहिले कसले जितेको छ यहाँबाट, म गर्छु नि, पहल गर्छु नि यस विषयमा। अहिले त अब जसरी भने अहिले चाहिँ अब तारा भन्थे, अब तारा भन्दा पनि अहिले घन्टीमा चाहिँ सबैले पहल गरेको, अहिले चाहिँ एकचोटि विचार गरौँ भनेर दिएकै हो, दिएकै छौँ। अहिले कसले जितेको यहाँबाट? सोम शर्माले। सोम शर्माजीले पनि पक्कै यो भिडियो हेर्नुहुन्छ मलाई आशा छ, र नहेर्नु भएको भए पनि साथीहरूले उहाँसँग पुऱ्याइदिनु होला। र यस्ता उद्यमीहरूलाई गाउँमै केही गर्न खोज्ने, यहाँ त हिरा हो नि, त यो त उहाँहरूले हिराको उत्खनन गरिरहनु भएको छ भन्ने मलाई लाग्छ। यो भनेको त हिरा बरु जहाँ पाइ त्यहीँ पाइन्छ, यो यहाँ मात्रै पाइन्छ, यो संसारमा यस्तो मैले देखाएको छैन अन्त कतै भन्छ। यसको लागि हौसलाको लागि तपाईँहरूले सबैले सेयर गरिदिनु होला, तपाईँहरूले आवाज पनि राखिदिनु होला, किनभने अब सुनफल छ नि साइलो दाई आफ्नै गाउँ चलाए भनेर चाहिँ एउटा गीत छ, त्यस्तो गरेर बस्नु भएको छ उहाँहरू। तर राज्यले झन् प्रोत्साहन गर्ने ठाउँमा चाहिँ दुरुत्साहन गर्नु चाहिँ यो सरासर गलत हो भन्ने मलाई लाग्छ। यस विषयमा हाम्रो अनुपजी पनि निर्माण व्यवसाय भएको कारणले केही भनिदिनुहोस् यसमा। यो चाहिँ राज्यले एकदम नितान्त यो राज्यले एकदम संरक्षण गर्नुपर्छ यस्ता कुराहरूलाई। उहाँहरूलाई चाहिँ कसरी आधुनिक स्टाइलको बरु उहाँहरूलाई तालिम दिने बरु होइन, आधुनिक मिसिनहरू ल्याएर विभिन्न यसका कटिङहरू गराउने। अहिले हामीले स्क्वायर मात्र काटिएछ भने यसका विभिन्न उयोहरू बनाउन सकियो, संरचनाहरू गराउन सकियो होइन। यहाँ यो विदेशसम्म सप्लाई गर्न सकिन्छ, हामीले देशको मात्र कुरा होइन। यो त यहाँले त यहीँसम्म नेपालमा पनि पुऱ्याउन सक्नु भएको छैन, यहाँ वरिपरि मात्रै सीमित छ। यो त हाम्रो त काठमाडौँ जान्छ, यहाँबाट पोखरा जान्छ, बुटोल जान्छ, नारायणघाट जान्छ। यो त एकदम राम्रो चिज हो नि, राज्यले यसलाई संरक्षण गर्ने, उहाँहरूलाई संरक्षण गर्न पर्यो। उहाँहरूलाई चाहिँ के दिन पर्यो भने राज्यले यो सरल, उहाँहरूलाई केही चाहिएको होइन, मेरा बाबु भने अरू केही चाहिएको होइन, सरल नीति सरल नियम चाहिएको, शरम गरेर खान पाउनुपर्छ भन्ने हो। काम गरेर खान पर्यो। अब हुनु भएन कि ट्याक्सहरू दिएर पनि अझै पुलिसलाई पनि दिन पर्ने अरे होइन। अब यो कुरामा सम्बन्धित निकायको ध्यान पुगोस्, हाम्रो यसमा जोरदार माग छ। यस विषयमा अझै हामीहरू साथमै आउनु भएको छ कृष्ण मुरारी सापकोटाज्यू, यस विषयमा केही शब्दहरू दिनुहोस् न। अब अहिलेसम्म यस्तो राम्रो खाता नहुने खाले उद्योग, जहाँ केही लगानी गरेर पनि कहिले पनि वेस्टेज नजाने खाले उद्योग पाएँ मैले यहाँ आएर खानीमा आएपछि। हजुर, अहिले चाहिँ स्क्वायर फुटमा बेच्नु भएको छ। ठुलै ढुङ्गालाई अब मूर्तिको रूप दिएर पनि अब सानालाई अरू त्यही खालको अब प्रयोजन गर्न सकियो। त्यसले गर्दाखेरि यो चाहिँ अब अघि नै भनियो हिराभन्दा अझ राम्रो अब यो व्यवसाय उहाँहरूलाई एकदम सरकारले साथ सहयोग गरेर बिना झन्झट सरल नीति बनाइदिनु भने केही पुग्दैन। सरल आनन्दले यो चाहिँ उत्पादन गर्नुहुन्छ राज्यले ल हेर्नुहोस्, अहिलेसम्म गाउँमा बसेर 20जना रोजगार दिनुभएको छ, दैनिक रूपमा 20जनालाई रोजगार दिनुभएको छ। अझै यसलाई सहज तरिकाले निकासी पैठारी गर्न पाउने हो भने त्यो त बढ्छ, 20 होइन 50लाई दिन सक्नुहुन्छ। होइन, हाम्रो हामीले राम्रोसँग गऱ्यो भने लगभग अनुमानित गर्दा राम्रो सहर आयो भने हामीले त्यहाँबाट 200-300 जनाको रोजगारी छ भनेपछि अब दैनिक रोजगारी भनेको चाहिँ विदेश विदेशले यहाँ गर्न पर्यो एकदम। त्यसले गर्दाखेरि यो चाहिँ धेरै राम्रो छ ढुङ्गा। मार्बललाई पनि उस खुवाउँछ। मार्बलको त हजुरबाबु भयो, चिप्लो भएर कतिजना खुट्टा भाँच्ची। अनि राज्यले सरल नीति बनाइदियोस्, त्यति हो। तपाईँको आनन्दले बेच्न पाइयोस्, कर तिर्न पाइयोस्, राज्यलाई आनन्दले सरल तरिकाले बेच्न पाइयोस्। यहाँ माग कति छ पुऱ्याउन सकिया काट्न सकिन्न, विभिन्न औजारहरू प्रयोग गर्न पाइन्न होइन। नयाँ यहाँ मिसिन ल्याएर राम्रो आधुनिक मिसिन राज्यले गरिदिन्छ भने जस्तो भने त्यस्तो गरेर काट्न सकिन्छ नि, वेस्टेज कम जान्छ, उत्पादन हुन्छ। राज्यले त के भन्न थाल्यो, तपाईँले जेसिबी खानीमा चलाउन पाउने अधिकार छैन भनेर अतिहार मेरो मिसिन रोकिदियो। चौकीबाट हरिचोरको इलाका प्रहरी चौकीबाट हरिचोरबाट आएर मेरो जेसिबी रोकिदियो। रोकेपछि मैले भोलिपल्ट मैले दुनियाँ ठाउँमा फोन गरेपछि भोलिपल्टबाट मैले मिसिन चालु गरेको भने तिनीहरूले त्यो गर्ने, अब गर्न लाग्लाई खुट्टा तान्ने, हामीले के गरेर गर्छ। यो हाम्रो समाजमा एकदमै नमिठो लाग्छ मलाई चाहिँ नि। मैले पनि केही गर्न खोजिरहेको हुन्थेँ कहिले पहिला पनि, अहिले पनि कहिले काहीँ गर्छु। यो खुट्टा सहयोग गर्न त परै जाओस्, अझै त्यो खुट्टा तानी नकारात्मक कसरी गर्ने गरिखायो भने जलसी गर्ने मान्छे त अब पछाडि हुन्छ। जो खुट्टा तान्छ नि त्यसको स्थान भनेको चाहिँ पाउमा चाहिँ हो क्या, तपाईँ त तल छ त भन्ने बुझ्नु होला। अझै आफूले हौसला राख्नु होला। हाम्रो शुभकामना छ र हाम्रो तपाईँहरूको यो पीडा जो छ त्यो चाहिँ माथिसम्म पुर्याउने कोसिस गर्नेछौँ।
अब चाहिँ मागहरू चाहिँ टन्नै छ है यति राम्रो चिज छ नि त चिजै यति राम्रो छ कि अन्त्यमा माग छ त हजुरले कति 12 वर्षदेखि भन्नुभयो कि हजुर अहिले म 12 वर्ष हुँदाखेरि खानी सञ्चालन गरेँ आफै सुरु गर्नुभयो आफै सुरु गरेँ हो यहाँ त पहिला पनि पत्ता लगाएको आफैले हजुर होइन मेरोभन्दा योभन्दा पहिला पुर्खौलीले हाम्रो बाले पत्ता लगाउनु बाभन्दा अझ माथि गरी जग्गा फेरि अर्कोबाट लिएको मैले किनेर त्यो ल्याएपछि बाबुले अब यस्तो गर्नु पर्यो भने मैले 12 वर्ष अब ज्ञान भने ढुङ्गा गाड्न सुरु गरेँ अहिले म 56 वर्षको भइसक्यो तपाईँको जग्गा हो यो तपाईँको यहाँदेखि लिएर त्यो साँझे ड्यामदेखि यो एरिया त्यो यो खोलादेखि यो सबै एरिया सब मेरो ए आफ्नै जग्गामा हो आफ्नै जग्गामा पनि यति दाबी छ हे भगवान हे भगवान यो के अन्याय यस्तो आफ्नै जग्गामा पनि अब सरकारी जग्गाबाट अझै हौसला दिन पर्ने ठाउँ निजी जग्गा हाम्रो दोहोरो राज्य फेरि हाम्रो यो तिरो छुट्टै तिर्नु छ है अर्को राज्यलाई छुट्टै कर तिर्नु छ छैन अझ दबाबमा छ यार काम गर्न उन्न भने त कहिले मिसिन रोक्ने आउँछ कहिले यो कटर मिसिन काटेर थुतेर लान आउँछ पुलिसले यार के हेर्ने हो त नि आफ्नो जग्गा भएन अब मेरो बुढी मेरो भन्न पाइएन भन्ने कुरा है त अनि यसको न्याय पाउन हामीले पर्यो ल अब भिडियो पनि हाम्रो लामै भएको छ अन्त्यमा जाँदै भन्ने एउटा सेगमेन्ट छ हाम्रो जाँदै अन्त्यमा फेरि एकचोटि केही भन्न छ नि सर्टकटमा भन्नुहोस् छुटेका कुराहरू मैले सोध्न छुटेका कुराहरू ठिकै छ अहिले हामीले चाहिँ यसो काम गर्न पाउनु पर्यो हजुर सबैलाई नि अब अब अरूले हामीले मार्बल यहाँ ल्याउन भन्दा हाम्रो चाहिँ यत्रो यहाँको यो पक्की चाहिँ मार्बल त निकाले फुट्छ भने हाम्रो यो त फुट्छ भयो हामी कोही जानु निकालेर लान सकिन्छ भनेपछि यसलाई चाहिँ यसो एकदम अघि चाहिँ हामीले चाहिँ बढाउन चाहन्छौँ विदेशको लागि भन्दा हाम्रो स्वदेशको लागि नै हामीलाई ठिक छ ल एकदमै धन्यवाद समय दिनुभयो ल हाम्रो अनुपजी केही जाँदै केही अब मेरो त खासमा के हो भने म पनि उहाँहरू यो खानीहरू देखेको चाहिँ मैले 10-12 वर्ष भयो मलाई चाहिँ के लाग्छ भने राज्यले सही नीति नियम बनाइदियोस् यो नियममा उहाँहरू हिँड्नुहुन्छ नियममा नहिँड्ने भन्ने कुरा त होइन तर सरकारले सहज एउटा वातावरण अझ झन् स्थानीय बाटो खोलिने सबै कुरा छ होइन यस्ता खानी उद्योगहरू चाहिँ खोलेर सञ्चालन गरेर यहाँ युवाहरूलाई रोजगार दिने परिश्रम पसिना यहीँ बगाउने गर्ने चाहिँ नीति बनाइदियोस् भन्थे ल धन्यवाद अब जाँदै हाम्रो एकदम कृष्णमर सापकोटाजी उहाँको पौराखलाई देखेर म यति आकर्षित र खुसी भएँ एउटै व्यक्तिले आफ्नै लगानी गरेर अहिले 20 जना मैले 300-400 जना रोजगार दिन्छु भन्नुहुन्छ यस्तो यो दानवीरलाई सबै चारतिर सहयोग हुनुपर्छ हुन पर्ने ठाउँमा निश्चय दिएको छ अब राज्यको ध्यान जाओस् उहाँलाई सम्मान छ यो एउटा मैले त भने नि हिराबहरू पाइन्छ किन्न तर यो ढुङ्गा चाहिँ कोही पनि पाइँदैन यस्तो ढुङ्गा छ तपाईँले देखिसक्नुभयो हामीले भिडियोमा देखाइसकेका छौँ उहाँको लागि तपाईँहरूले पनि यसलाई सेयर गरेर यो राज्यसँग उहाँको आवाज पुर्याइदिनु होला र प्रतिक्रियाहरू पनि कस्तो लाग्यो दिनुहोला आफ्नै देशमा केही पोरक गरेर खाने मान्छेहरूलाई वातावरण बनाउनु पर्छ अहिले नयाँ सरकार आएको छ नयाँ सरकारले अवश्य यो गर्नेछ भन्ने मलाई पनि विश्वास छ भन्दै यो सेरोफेरो नेपाल फेसबुक पेजबाट बिताउन चाहन्छु म वैकुण्ठ रायमाझी नमस्ते बाई बाई